यस्तो छ यी गाउँघरको फालफुल। यहाँ चाहिँ छोरी हुनुहुन्छ, यता हेरिदिनुहोस् त, यस्तो गरिदिनु। यहाँ चाहिँ हाम्रो छोरी। अन्त यहाँ चाहिँ मजाले झलाल पाकिरहेछ। खाने भए चाहिँ आउनुपर्छ है गाउँमा बस्तीमा। के खाने हो एकदम, टिम्बुर खाने कि गाउँमा पलाएको बैगुन खाने कि टमाटरहरू हेर्नु। आहा कस्तो लोपै लाग्दो खालको हेर्नु त। तर जाँगरी चाहिँ हुनुपर्छ। अन्त यहाँ हेर्नु छोरी छ दुईजना पानी गर्दैछ। ल यहाँ हो हाम्रो दाजु, मेरो दाजु, ठुलो दाजु, छोरी। ल पानी हाल्दैछ यहाँ। फुल पनि भेटाइदिनु। अब यतापट्टि चाहिँ हाम्रो प्याज छ है। प्याजको खेती लागिरहेछ यहाँदेखि ऊ परसम्म। कस्तो लाग्यो, मन पऱ्यो कि परेन? खुर्सानीहरू लाग्दैछ यहाँ। अहिले पनि छोरीलाई पेट अगाएको रहेन रहेछ टिमुर खाएर। मेरो हातै रातो भइसक्यो, छोरीले खानु छोडेको छैन। हजुर ल्याउनुहोस् न। हामी त खाँदैछु मजाले। अब यता चाहिँ पुरा मकै खाने भयो भने यसरी खेती गर्नुपर्छ है। तर